सरकार बनाउन 138 र संविधान फेर्न 184 सिट नै किन चाहिन्छ? नेपालको निर्वाचन प्रणालीमा हामीले बारम्बार सुन्ने शब्दहरू हुन् बहुमत र 2/3। हाम्रो प्रतिनिधि सभामा जम्मा 275 सिट छन् र सरकार बनाउनका लागि कुनै पनि दल वा गठबन्धनलाई बहुमत चाहिन्छ, जुन कुल सिटको 50% भन्दा 1 सिट बढी अर्थात् 138 सिट हो। यो बहुमत प्राप्त भएपछि मात्र प्रधानमन्त्री नियुक्त हुन र सरकार गठन हुन सक्छ। तर संविधान संशोधन गर्न, राष्ट्रपति वा उपराष्ट्रपति विरुद्ध महाअभियोग लगाउन वा महत्त्वपूर्ण संवैधानिक निर्णयहरू गर्न भने 2/3 बहुमतको आवश्यकता पर्छ। 275 को 2/3 भनेको 184 सिट हो। यदि कुनै सरकारसँग 184 सांसद छन् भने उसले देशको मूल कानून अर्थात् संविधान नै परिवर्तन गर्ने शक्ति राख्दछ। छोटकरीमा भन्नुपर्दा सरकार चलाउन 138 सिट र संविधान फेर्न 184 सिटको जादुई संख्या आवश्यक हुन्छ। यी नेताहरू कसरी चुनिन्छन्? नेपालमा मिश्रित निर्वाचन प्रणाली छ। पहिलो प्रत्यक्ष निर्वाचन FPTP, जसमा हामीले व्यक्तिलाई भोट हाल्छौं। देशभरिका 165 वटा निर्वाचन क्षेत्रबाट एक जना गरी 165 जना सांसदहरू सिधै चुनिएर आउँछन्। दोस्रो समानुपातिक निर्वाचन PR, जसमा हामीले पार्टीलाई भोट हाल्छौं। देशभरिबाट पार्टीले पाएको कुल भोटको अनुपातमा बाँकी 110 जना सांसदहरू छानिने गर्छन्। यसरी प्रत्यक्षका 165 र समानुपातिकका 110 गरी हाम्रो प्रतिनिधि सभामा जम्मा 275 सिट हुन्छन्। यस्तै जानकारीमूलक भिडियोहरूका लागि हाम्रो पेजलाई फलो गर्न नभुल्नुहोला।